नमस्कार साथीहरू, अहिले नेपालमा एउटा कुराको धेरै चर्चा भइरहेको छ। त्यो कुरा हो फागुन 21 मा हुने प्रतिनिधि सभाको चुनाव। नेपालमा विगतमा पनि धेरै पटक प्रतिनिधि सभाको चुनाव भइसकेको छ, तर पनि यो वर्ष हुन लागेको प्रतिनिधि सभाको चुनावको देश तथा विदेशमा खुबै चर्चा भइरहेको छ। बच्चादेखि बुढोसम्म सबलाई थाहा छ कि फागुन 21 गते के हो भनेर। कहिले गाउँ नजाने नेता गाउँमा गइरहेका छन्, कहिले जनतासँग कुरा नगर्ने नेताले जनताको घर दैलोमा गएर जनतासँग कुरा गरिरहेका छन्। भोट माग्नकै लागि विभिन्न दलका नेताहरू घर दैलो कार्यक्रममा हिँडिरहेका छन्। भोट हाल्नको लागि विदेशबाट युवाहरू धमाधम नेपाल आइरहेका छन्। सधैँ सुनसान तथा युवाविहीन गाउँ अहिले युवाहरू भरिन थालेका छन्। गाउँ तथा सहरका गल्ली गल्ली चोक चोकमा पार्टीको झण्डा तथा पार्टीको लोगो टाँसिरहेको हामी देख्न सक्छौँ। एउटा पार्टीको कार्यकर्ताले अर्को पार्टीको नेता तथा कार्यकर्तालाई आलोचना तथा विरोध गरिरहेका छन्। सबैले आफ्नो आफ्नो पार्टीको सपोर्ट गरिरहेका छन्। यही फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ। यस निर्वाचनमा कति पार्टीका कति उम्मेदवार निर्वाचनमा सहभागी भएका छन्, सरकारले निर्वाचनको लागि कस्तो सुरक्षा अपनाएको छ र चुनावको बारेमा सम्पूर्ण जानकारी दिनेछु। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला। भिडियो सुरु गर्नुभन्दा पहिले यदि मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब भने गरिदिनु होला। विक्रम सम्वत 2082 भदौ 28 गते राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको व्यवस्था अनुसार अन्तरिम प्रधानमन्त्री सुशीला कार्की तथा कानुन मन्त्री परिषदको सिफारिसमा प्रतिनिधि सभा विघटन र फागुन 21 गते चुनाव गराउने निर्णय गरेका थिए। तोकिएको मितिमा नै बिना अवरोध निर्वाचन सम्पन्न गराउने प्रधानमन्त्री सुशीला कार्कीले जानकारी दिनुभएको छ। एकदम तपाईहरु निश्चिन्त मान्नुस्, चुनाव आयो, फरक पर्दैन, एउटै एकै दिनमा हुन्छ चुनाव। यस निर्वाचनमा 77 जिल्लाबाट 68 राजनीतिक दलहरू सहभागी छन्, जसमा समानुपातिकतर्फ 2297 र प्रत्यक्षतर्फ 1187, जम्मा 3484 जना उम्मेदवार चुनावमा सहभागी भएका छन्। पुरुष उम्मेदवार 3080 र महिला 396 उम्मेदवार चुनावमा भाग लिएका छन्। नेपालमा हाल चर्चामा रहेका मुख्य 4 दल तथा नेताको नाम: नेपाली कांग्रेस गगन कुमार थापा जो सर्लाहीमा चुनाव लड्दैछन्, नेकपा एमाले केपी शर्मा ओली जो झापा क्षेत्र नम्बर 5 मा चुनाव लड्दैछन्, नेपाली कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल प्रचण्ड जो रुकुममा चुनाव लड्दैछन्, राष्ट्रिय स्वतन्त्र पार्टी बालेन्द्र शाह जो झापा क्षेत्र नम्बर 5 मा केपी ओलीसँग चुनावमा भिड्दैछन्। त्यसैले यो क्षेत्रलाई बढी संवेदनशील र चुनौतीपूर्ण मानिएको छ, जसले धेरै मानिसहरूले बालेनलाई बाघको छेउमा स्याल भन्दै आलोचना गरेका छन्। यस निर्वाचनलाई निष्पक्ष, सुव्यवस्थित र बिना अवरोध सम्पन्न गर्नको लागि सरकारले सुरक्षा व्यवस्था निकै कडा बनाएको छ। जसका निम्ति यो निर्वाचनमा सरकारले देशभरि लगभग 3,41,000 भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ, जसमा नेपाली सेना 80,000, सशस्त्र प्रहरी 34,576, नेपाल प्रहरी 75,797 र म्यादी प्रहरी 1,49,090 सुरक्षाकर्मी देशभरि खटाइने भएको छ। यी सबैले चुनावमा सुरक्षा प्रदान गर्नेछन्। निर्वाचनमा निर्वाचन क्षेत्रको भित्री घेरामा निर्वाचन प्रहरी अथवा म्यादी प्रहरी रहनेछन्, मध्य घेरामा भने सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना रहनेछन्, जसले संवेदनशील र दुर्गम क्षेत्रको सुरक्षा दिने काम गर्नेछन्। भौगोलिक क्षेत्र अनुसार सुरक्षाकर्मी परिचालन गरिनेछ।
जुन ठाउँमा अति संवेदनशील तथा जोखिमपूर्ण छ त्यहाँ धेरै सुरक्षाकर्मी परिचालन गरिनेछ भने जहाँ सभ्य तथा कुनै जोखिम छैन त्यहाँ थोरै सुरक्षाकर्मी परिचालन गरिनेछ। सरकारले निर्वाचन हुनुभन्दा 3 दिन अगाडि सवारी साधन बन्द, नेपाल र भारतको सीमा क्षेत्र सिल र देशभरि मद्यपान बेच्न प्रतिबन्ध लगाएको छ। अगाडिदेखि मदिराको बेचबिखन नियन्त्रण गर्ने र चाहिँ 72 घण्टा अगाडिदेखि बोर्डर सिल गर्ने, अन्तर्राष्ट्रिय सीमा नाकाहरू बन्द गर्ने। कुनै पनि देशमा निर्वाचन हुँदा सरकारले निर्वाचनको लागि ठूलो रकम खर्च गर्नुपर्दछ। विक्रम सम्वत 2079 सालको प्रतिनिधि सभाको निर्वाचनमा करिब 10 अर्ब भन्दा बढी रकम खर्च भएको थियो भने यो निर्वाचनमा त्यसको डबल खर्च हुने भएको छ। यो निर्वाचनमा करिब 30 अर्ब खर्च लाग्न सक्ने अनुमान गरिएको छ। निर्वाचनको लागि हाम्रा छिमेकी देश भारत र चीनले नेपाललाई ठूलो सहयोग गरेका छन्, जसमा भारतले 650 वटा सवारी साधन उपहारको रूपमा नेपाललाई दिएको छ र चीनले 4 मिलियन US डलर अर्थात् 50 करोड भन्दा बढी नेपाली रुपैयाँ बराबरको नगद अनुदान नेपाललाई प्रदान गर्ने सहमति गरिएको छ। यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता बालेन्द्र शाह, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापा, नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता पुष्पकमल दाहाल प्रचण्ड र श्रम संस्कृति पार्टीका युवा नेता हर्क साम्पाङ प्रधानमन्त्रीको लागि चुनावमा उठेका छन्। यी 5 जना नेता चुनाव जितेर प्रधानमन्त्री बन्ने दाउमा छन्। यो चुनावमा देशैभरि सबैभन्दा बढी चर्चा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको भइरहेको छ। जनताहरूले पनि पुराना दलको पतन गराए नयाँ दललाई साथ दिएर नयाँ नेतृत्व कार्यान्वयन गर्न घन्टीमा भोट हाल्ने इच्छा व्यक्त गरेका छन्। खानु तर भोट भनेको शान्ति चिनेर छोडियो। अब घन्टी बजाइन्छ, घन्टीमा भोट ध्यान हान्ने हो सब। हालसम्म नेपालमा 2 पटक प्रतिनिधि सभाको निर्वाचन भइसकेको छ। पहिलो पटक 2074 जसमा केपी ओली प्रधानमन्त्री भएका थिए। दोस्रो पटक 2079 जसमा शेरबहादुर देउवा प्रधानमन्त्री भएका थिए। 77 जिल्ला मध्ये झापा जिल्लाको क्षेत्र नम्बर 5 सबैभन्दा चुनौतीपूर्ण र संवेदनशील क्षेत्र मानिएको छ, किनभने यस क्षेत्रमा 2 ठूला दलका नेता बालेन्द्र शाह र केपी शर्मा ओली बीच ठूलो भिडन्त हुन लागेको छ, जहाँ 2 दलका लाखौं कार्यकर्ताहरू चुनाव प्रचार प्रसारमा लागिरहेका छन्। यस क्षेत्रमा अन्य क्षेत्रको भन्दा मतदाताको संख्या बढी छ, जसले गर्दा मतदान स्थलमा मतदाताको ठूलो भिड हुन्छ, जसकारण 2 दलका कार्यकर्ता बीच विरोध प्रदर्शन हुन सक्ने सम्भावना बढी हुन्छ। त्यसैले यस क्षेत्रमा सरकारले कडा सुरक्षा दिएको छ। तराई मधेसका सर्लाही र रौतहट जिल्लालाई पनि संवेदनशील र जोखिमपूर्ण मानिन्छ, किनभने विगतमा पनि यी जिल्लामा आन्दोलन, निर्वाचन भङ्ग, तोडफोड भएको थियो। चुनाव सकिएपछि प्रत्यक्षतर्फ 165 र समानुपातिकतर्फ 110 सांसद गरी जम्मा 275 सांसदहरू निर्वाचित हुन्छन्। बहुमत ल्याउनको लागि 138 सिट जित्नुपर्ने हुन्छ। जुन दलले 138 सिट ल्याउँछ त्यसको बहुमत सरकार गठन हुन्छ। यदि कुनै पनि दलले बहुमत ल्याउन नसके अर्थात् 138 सिट जित्न नसके गठबन्धन गरेर बहुमतको सरकार बनाउनु पर्ने हुन्छ। फर इक्जाम्पल राष्ट्रिय स्वतन्त्र पार्टीले 100 सिट जितेको छ र नेकपा एमाले 38 सिट मात्र जितेको छ भने यस्तो अवस्थामा रासोपा र एमाले गठबन्धन गर्छन्। त्यसपछि रासोपा र एमाले 138 सिट पुर्याएर बहुमतको सरकार गठन गर्दछन्। विक्रम सम्वत 2074 देखि अहिलेसम्म कुनै पनि दलले बहुमत ल्याउन सकेको छैन। के यो वर्ष कुनै दलले बहुमत ल्याउला त? कमेन्ट गर्नुहोस्।